आज आउनुहोस् ऐतिहासिक ताकमकोटको दर्शन गरौँ। बाटो राम्रो थियो, त्यसैले हामी बाइकमा नै हाम्रो यात्रा सुरु गर्यौँ। बाटोका यो हिमाल अनि सुन्दर दृश्यहरू एकदमै राम्रो थियो। अनि यो ताकम गाउँ कति मिलेको। अनि त्यसपछि हामी चाहिँ हिला पोखरीतिर लाग्यौँ। यहाँ सुन्तला बारी अनि त्यसपछि यसमा मुडेघार पनि थियो। कस्तो राम्रो देखेको है। अनि यो फुल अनि बाबा चाहिँ त्यहाँ मौरीको हार हेरेर सिकाउन थाल्नुभयो। म भने यताउता यो उखुबारीहरू उखु पेल्ने मेसिन अब्जर्भ गरेँ अनि त्यहाँ चाहिँ आफ्नै बारीमा उखु लगाएर यसरी खुदो बनाउनु हुने रहेछ। तपाईँलाई खुदो चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यताउता हेरेको त कस्तो राम्रो ढुङ्गाहरू भेटियो। नेक्स्ट डे चाहिँ हामी बिहानै ताकमकोटको दर्शन गर्नका लागि निस्कियौँ। अनि त्यहाँ कस्तो राम्रो गुराँसहरू फुल्न थालिसकेको रहेछ। कस्तो राम्रो। अनि सुनगावा फुल, वाउ। अनि त्यही मैले कालिज पनि देखेँ। पच्चिस मिटर उचाइमा रहेको यस ताकमकोट वरिपरि हिमाल देखिन्छ। अनि तलका सुन्दर गाउँहरू, हामी जाँदा चाहिँ अलिकति बादल लागेको कारण सबै गाउँहरू राम्रोसँग देख्न सकेनौँ। यहाँ थापा पुजारी हुनुहुँदो रहेछ। कोटभित्र विभिन्न हात हतियारहरू थिए। यसरी विभिन्न गाउँको दृश्यावलोकन गरी हाम्रो यात्रा सकियो। यस्तो राम्रो ठाउँ भिजिट गर्न चाहनुहुन्छ भने तपाईँ म्याग्दीको सदरमुकाम बेनीबाट गाडी या बाइकमा तातो पानी बाबुआचौर दरबाङ हुँदै 1.5 घन्टामा पुग्न सक्नुहुनेछ।